नमस्कार मित्रहरू, तपाईहरु समक्ष फेरि धार्मिक अपडेट लिएर आएको छु कि आज हामी हिमाली राज्य सिक्किमको वेस्ट सिक्किम आएको छु, जहाँ चाहिँ प्राचीन काल देवी देवताहरू नहुने गर्थिन् अघि त्यही स्थलमा चाहिँ हामी गुम्बा घुमेर जाँदैछौँ अब। र यो जङ्गलको बिच मध्य भागमा एउटा ठुलो झरना छ अघि, झरनाबाट सललललल है पानी बगिरहेछ। त्यो झरनाकै माथि शिरमा जाँदैछौँ अघि, जहाँ चाहिँ अघि देवी देवताहरू नआउने गर्थ्यो। अब हामी पुग्नै आँटेको छौँ अघि, तपाईँले देख्नु यति टाढोबाट कति रमाइलो दृश्य अघि। र अलिक हिँडेर जानु छ, बाटो गाडीको बाटोदेखि स्वीकार्नुहोस् है त ल। हामीले भन्छौँ नि अघि यहाँ फलफुलहरू पनि पाउँछन् भनेर। र यहाँ के भेट्यो भन्दै चाहिँ देख्नुभयो टिप्दैछ यहाँनिर। के टिप्नु भयो? कटुस, कटुसको दाना देख्नुभयो? हो मित्र, हो कटुसको यति ठुल्ठुलो रुखहरू रहेछ है। है यहाँ र कटुस देखाउँछु मित्र हो तपाईँलाई म। माथि गएर पुग्न आँटेको छ, जहाँ चाहिँ प्राचीन कालमा है देवी देवताहरू नआउने जुन एउटा झरना थियो है, त्यो चाहिँ यहाँ अब पुग्नै आँट्यो। यहाँ हेर्नुहोस् पुग्नै आँट्यो। अचम्मको यहाँनिर देख्छौँ हामीले अघि। यहाँ टिप्नु हुँदैछ घर। के टिप्नु भयो? ढुङ्गा टिपेर चाहिँ यहाँ यसरी एउटा स्टेप बाई स्टेप बनाएर राख्छौँ है। यो चाहिँ तपाईँले यसरी राख्नुभयो भनेदेखि चाहिँ तपाईँको सिधा कुरो पुग्छ। र यहाँ घर कसले राख्दैछ है, यहाँ राख्नुभयो। म पनि एउटा ढुङ्गा थप्नु पऱ्यो मित्र, यो ढुङ्गा है म पनि थपिदिन्छु हो। अब म तपाईँलाई देखाउनुहोस् मित्र, आइपुग्न आँट्यो। यो हेर्नुहोस् यहाँनिर देवी, पहिलाको देवीहरू नआउने जग्गा, भगवानहरू है नआउने जग्गा चाहिँ यहाँनिर छ। म अलिक तलै जाँदैछु मित्र हो है। हेर्नुहोस् मामा बिस्तारै हिँड्नुपर्ने रहेछ है। ल बामी सरै हिँड्नुपर्छ मित्र हो। म एकछिन बसेँ भनेको यसरी हिँड्नुपर्छ मित्र हो। सुम्माहरू दर्शन गर्नुहुँदैछ, हिँडौँ बिस्तारै। र यो चाहिँ हो सुङमाहरू, हाम्रो देवीहरू है। प्राचीन कालमा यहाँ नुहाउनुहुन्थ्यो। र अप्ठ्यारो चाहिँ यति ठुलो चट्टान देख्नुभयो, यति ठुलो चट्टानको मुनिपट्टि यति ठुलो दह देख्नुभयो। यहाँनिर धर्मस्थल र मित्र हो देख्नुभयो यहाँनिर यो पानी माथिबाट आएको। यहाँनिर आएको छ। यो चाहिँ है माथिबाट आएको। टिका लगाइदिनुहुन्छ कि? मित्र यहाँ टिका लाउने, टिका खै? टिका कहाँ छ? दशमी मात्रै यो पानी भयो नि त्यसो भए। यो चाहिँ हाम्रो एकदम फ्रीको पानी देख्नु मित्र है। यो माथिबाट चुहेको यो आफै सृष्टि भएको यो चाहिँ हाम्रो एकदम पवित्र पानी है। हेर्नुहोस् बिर्को यहाँ छ।
अघिको पत्ताले त भाइ यति ठुलो चट्टानको मुनिपट्टि कहाँबाट चाहिँ आएको होला यो सुएर जब भाडा भरिन्छ तब हामीले जान्छौँ पूजा गर्छौँ अघि यहाँनिर आएको छौँ यति ठुलो सत्यता छ यहाँनिर र यो देख्नुभयो घर देवीहरू नुहाउनुहुन्छ खान्डोमा है यसको यो पानी बगेको त तपाईँ गाउँमा देख्नुहुन्छ है यहाँबाट देखिँदैन यो रासिनी युगमा यो जुन खोबिटा जस्तो तपाईँले यो चाहिँ उहाँहरूको छाप खुट्टाको छाप हो उहाँहरू यसरी यहाँ आएर यो झरनामा नुहाउनुहुन्छ है हस् त मित्र हो अब लाग्नुपर्छ होला परिवारहरू त माथि पुगिसकेछ म पनि अब लाग्नु पर्यो यही नै हो यो तल देख्नु हुँदैछ अघि पोखरी अघि झरना यो देवी देवताहरू नुहाउने चोखो धर्मस्थल र आज तपाईँहरूलाई यो काली ओह्राली बाटो हिँड्दै यो सानो धर्मस्थल देखाएँ अघि तपाईँले यो भिडियो हेरेर पनि धर्म कमाउन सक्नुहुन्छ आशीर्वाद पाउन सक्नुहुन्छ र उकालो ओह्रालो छ यो याक्सुमको अघि धर्मस्थल भगवानहरू नआउने र तपाईँलाई के कसो लाग्यो यसो कमेन्टमा भनिदिने समय पाए अवश्य तपाईँहरू पनि आउनुहोस् आफ्नो परिवार लिएर र यति भन्दै यो अपडेट यहीँ राख्दैछु आजलाई यति नै ओम माने पद्मे हुँ।